वेलकम टु नासा सेक्युरिटीज। नासा सेक्युरिटीजले ल्याएको नयाँ ट्रेडिङ म्यानेजमेन्ट सिस्टम नासा एक्स मा तपाईलाई स्वागत छ। यस भिडियोमा हामी फन्ड मेन्युको बारेमा जान्ने छौं। हामी यहाँ फन्ड मेन्युमा क्लिक गरे पनि फन्ड अपडेट मेन्युमा क्लिक गरे पनि एउटै ठाउँमा पुग्छौं। सो क्लिक गरौँ। हामी यो पेजमा आफ्नो कोल्याटरल सँग सम्बन्धित डिटेल्सहरु देख्न सक्छौं। हामीले फन्ड विथड्र गर्नुपर्ने छ भने विथड्र फन्डमा क्लिक गरी विथड्र गर्नुपर्ने अमाउन्ट राखी सबमिटमा क्लिक गर्छौं। अनि यो रिक्वेस्ट नासा सेक्युरिटीजको तर्फबाट एप्रुभ भएर हाम्रो एकाउन्टमा उहाँहरूले फन्ड विथड्र गरिदिनुहुन्छ अथवा उहाँहरूले एकाउन्टमा फन्ड हाल्दिनुहुन्छ। तर हामीले यो ट्रेडिङ एकाउन्टमा पैसा एड गर्नु पर्यो, कोल्याटरल एड गर्नु पर्यो भने एड फन्डमा क्लिक गर्छौं। आफूले लोड गर्न खोजेको अमाउन्ट यहाँ राखेर पेमेन्ट गेटवे चुज गरी फन्ड लोड गर्न सक्नुहुन्छ। पेजको तल्लो भागमा गयौं भने यहाँ हामीले ट्रान्ज्याक्सन समरी देख्न सक्छौं। हामीले कति पटक कति अमाउन्टको ट्रान्ज्याक्सन गर्यौं त्यो चाहिँ ट्रान्ज्याक्सन समरी भित्र देखिन्छ र यहाँ हामीसँग फिल्टर पनि छ। हामी डेट वाइज फिल्टर गरेर पनि हेर्न सक्छौं। सो यस भिडियोमा हामीले फन्ड मेन्युको बारेमा बुझ्यौं। अब नेक्स्ट भिडियोमा हामी मार्केट मेन्युको बारेमा बुझ्ने छौं। धन्यवाद।